गोर्खा मनोकामनाबाट आउनुभएको हजुर के नाम भन्नु अरे हजुर मेरो पूर्णबहादुर श्रेष्ठ थापा हो कति वर्ष पुग्नु भयो हजुर म अहिले 85 मा हिँड्दैछु भनेपछि यहाँ पहिलो पटक हो कि पहिलो पटक तपाईको आउने एकदमै जन्मदिनै रहेछ फेरि 85 वर्षको जन्मदिन भनेपछि आउने एकदमै चाहना थियो आज पुरा भयो हजुर भनेपछि दर्शन गरिसक्नु भयो दर्शन गरियो भित्र पाउनु पाइन्छ भने पाइँदैन भने ठिकै छ भगवानको नाम हजुर चाहिँ आइपुगेको थियो पर्यटन विकास समितिको अध्यक्ष छिम्केश्वरी भनेपछि आज कति पर्यटक चाहिँ भित्रै होलान् अध्यक्षज्यू अहिले 11 बजेसम्म चाहिँ मैले 6000 आँकडा गरेको थिएँ हजुर मोटामोटी अब यो डाटा चाहिँ त्यसरी ल्याएको थियो अहिले लगभग अब धेरै नै थपिया छ गएको वर्ष चाहिँ 9000 जना जतिले दर्शन गरेको थियो हेरौँ अब कति छ अब म लास्ट यो वर्ष के छ बढ्ने अनुमान छ कि कसो बढ्ने अनि अनुमान गरेको छ हामीले किनभने धेरै प्रचार प्रसार नै गरेका छौँ हजुर र अर्को कुरो यहाँको तपाईँको अलिकति विकासको खड्को पनि हामीले अलि अगाडि बढाएको छौँ गाउँपालिका नेतृत्वमा भनेपछि हजुरको के नाम भन्नुहोस् शुभ नाम मेरो कृष्णमान तामाङ भनेपछि छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष हुनुहुन्छ यहाँ स्वयंसेवकको कार्ड झरेर एकजना सर बस्नु भएको छ उहाँसँग अनुसार चाहिँ सबभन्दा बुढी देवी चाहिँ जेठी भगवती र छिम्केश्वरी चाहिँ माइली र मनकाना साइली भनेर अन्य 4 वटा दिदीबहिनीहरू जस्तै अकाला अब छाप्दी र तपाईँको इच्छा कामना जोडेर चाहिँ भनेको चाहिँ हामीले सुन्छौँ जस्तो यहाँ हामीले छिम्केश्वरी मन्दिर हेऱ्यौँ त्योभन्दा माथि पनि अर्को सानो मन्दिर देख्यौँ छिम्केश्वरी मन्दिर चाहिँ ठुलो मन्दिरको रूपमा छ माथिपट्टि चाहिँ सामान्य रूपमा छ बुढी देवीको मन्दिर किन त्यसरी उता पनि मन्दिरको स्वरूप दिन सकिन्थेन हामीले यस त्यो यहाँले यहाँको प्रश्नको लागि धन्यवाद हामीले चाहिँ 2079 सालको जननिर्वाचित शुक्रचुमनज्यू चाहिँ अध्यक्ष भएर आइसकेपछि हामीलाई चाहिँ तपाईँको पर्यटन विकास समितिको चाहिँ हामीलाई नियुक्ति गर्नुभयो त्यसपछि हामी निरन्तर यो पहिलेको चाहिँ तपाईँको अब गाउँपालिकाले विकास गरेर छोडेको भागलाई चाहिँ हामीले विकास गर्ने क्रममा चाहिँ पहिलो चरणमा चाहिँ हामीले यसलाई तपाईँको अध्ययन गर्नै लाग्यो करिब 1 वर्ष र त्यसपछि हामीले यो मन्दिरको यो चाहिँ तपाईँको छिम्केश्वरी मन्दिरको चाहिँ संरचनालाई चाहिँ तपाईँको पित्तलको छाना हाल्ने कार्य सम्पन्न गर्यो र अहिले चाहिँ हामीलाई सङ्घीय सरकारले चाहिँ पर्यटन विकास के अरे पर्यटन मन्त्रालयले चाहिँ हाम्रो विकास समितिलाई 1 करोड रुपियाँ बजेट छुट्याएको छ यो चालु आर्थिक वर्षमा सङ्घीय सरकारले यो विकास बजेटबाट चाहिँ तपाईँको त्यो बुढी देवी मन्दिर छेरोफेरो चाहिँ त्यो चाहिँ 2134 मिटर अल्को उचाइमा रहेको कारणले गर्दा चाहिँ यो तपाईँको तनहुँ जिल्लाकै सबैभन्दा अल्को र तनहुँको अब के अरे जिल्लाकै स्थानको रूपमा चाहिँ स्थापित हुने गरेर हामीले त्यसलाई गुरु योजना बनाएर करिब सम्पन्न गरिसकेका छौँ र राज्यको मात्रै मुक्त आएर हामीले चाहिँ विकास चाहिँ तपाईँको बजेटहरू ल्याउने प्रयास भन्दा पनि हामी निकट भविष्यमा नै तपाईँको एउटा महायज्ञ ठुलो महायज्ञ लगाएर चाहिँ त्यहाँ चाहिँ तपाईँको त्योपट्टिको भागको पूर्वाधारहरूलाई तयार गर्ने गरेका छौँ सुरुमा चाहिँ यो यतैपट्टि हामीले दुईवटा अझै काम गर्न पाइन्छ एउटा चाहिँ भक्तजनहरू आएर बस्ने पार्टीको पनि अभाव छ त्यो पार्टी पनि यही वर्ष बनाउँछौँ र सबभन्दा जटिल चाहिँ पानी शौचालय यो चिजलाई चाहिँ हामीले प्राथमिकतामा राखेका छौँ अब उतापट्टि तपाईँहरूले बुढी देवीको मन्दिर बनाएपछि बुढी देवी मन्दिरको नाम जोडिएर छिम्केश्वरी पर्यटन विकास समिति हुन्छ कि त्यो बुढी देवीको मन्दिर फेरि छुट्टै समितिले सञ्चालन गर्छ होइन यसैले सञ्चालन गर्ने हो छिम्केश्वरी यो पर्यटन विकास समितिले र त्यो चाहिँ तपाईँको छुट्टै नभइकन त्यो यसको चाहिँ तपाईँको हाम्रो यथार्थमा चाहिँ बुढी देवीले चाहिँ तपाईँको कुनै पनि भोग नखाने सादा चाहिँ तपाईँको फुल के रहेछ त्यसको कहानी चाहिँ के रहेछ जेठी देवी सबैभन्दा भगवतीको जेठी देवी र एउटा कहानी चाहिँ तपाईँले कहानी भन्दा नि किम्वदन्ती के छ किताबन्दीमा चाहिँ भगवती मध्येमा जेठी भगवती भयो अब तपाईँ इतिहासलाई जोड्ने र हेर्ने भने चाहिँ इतिहासमा चाहिँ के देखिन्छ भन्नु भने नेपाल राज्यको चाहिँ एकीकरण गर्ने पृथ्वीनारायण शाहको हजुरबा नरभुवल शाह चाहिँ तपाईँको नरभुवलको आमा तनहुँसुरको सेन राजाको चाहिँ छोरी रहेछ र उहाँ चाहिँ तपाईँको नरभुवल शाह चाहिँ तपाईँको उसमा चाहिँ तपाईँको तनहुँसुरमै हुर्केको रहेछ र गोर्खा दरबारमा चाहिँ राजकुमार राजाले राज्य शासन चलाउँदै थियो राजकुमार चाहिँ पशुपतिनाथको दर्शन गरेर फर्केर आउने क्रममा बाटोमा चाहिँ मृत्यु भएको बेलामा गोर्खा दरबारभित्र चाहिँ तपाईँको कसलाई राजा बनाउने भनेर ठुलो चलखेल भएको अवस्थामा चाहिँ सेन राजाले चाहिँ
जुन नरभुवल राजाको चाहिँ हजुरबा मामा घरको हजुरबाले मावली हजुरबाले चाहिँ छिम्केश्वरी मन्दिरलाई चाहिँ ठुलो पूजा आराधना गरेर चाहिँ त्यहाँ चाहिँ तपाईँको गोर्खाको चाहिँ राजा हुन सफल भएको भनेर एउटा चाहिँ तपाईँको तनुको राज्यहरूको उत्पत्तिको विषयमा एउटा किताब छ। त्यो किताब पनि उल्लेख छ। त्यो हामी त्यसैले आधार मान्दाखेरि लगभग यो 350 वर्ष अगाडिको इतिहासमा जान सक्छौँ। हजुरबाले मावली हजुरबाले चाहिँ ठुलो पूजापाठ गर्नुभएको रहेछ। सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध, मन्दिर निर्माणको लागि केही आर्थिक सहयोग गरिदिनु होला। हजुरहरूले गर्नुभएको सानो सहयोगले हामीले ठुलो काम गर्नेछौँ। हजुरहरूले दिनुभएको सानो सहयोगले हामीले धेरै काम गर्न बाँकी छ। जस्तै पार्टी पौवा निर्माण गर्नु छ, पानी ल्याउनु छ, धेरै काम गर्न बाँकी छ। सानो यति बेला चाहिँ तनहुँको आमुखारी गाउँपालिका वडा नम्बर 5 तनहुँकै अग्लो चुचुरो छिम्केश्वरी जुन समुद्री सतहबाट 2134 मिटर उचाइमा रहेको यो छिम्केश्वरी माई मन्दिरमा आज फागु पूर्णिमाको दिन भक्तजनहरूको एकदमै भिड लाग्ने गरेको छ। पूजा अर्चना र बलि दिनको लागि तनहुँ लगायतका विभिन्न जिल्लाबाट चाहिँ यस मन्दिरमा पूजा अर्चनाको लागि भक्तजनहरू आउनुभएको छ। भक्तजनहरू यति बेला पनि मन्दिरतर्फ आइराख्नु भएको छ। यहाँहरूले देख्न सक्नुहुनेछ। चाहिँ दान पेटिका छ। यहाँ भक्तजनहरूलाई चाहिँ आफूले सकेको दान गरिदिनु न भनेर यहाँ स्वयंसेविकाहरूले आग्रह गरिराख्नु भएको छ। यहाँ दान पेटिकामा आफूले सकेको रकम सहयोग गर्दै हुनुहुन्छ भक्तजनहरू। ध्यानको एउटा चाहिँ ठुलो घर पनि बनाउने र साथै त्यहाँ चाहिँ तपाईँको त्यो चाहिँ तपाईँको पुम्दी भुम्दीमा काठमाडौँ चाहिँ तपाईँको भक्तपुरको सागामा भएको जस्तै त्यहाँ चाहिँ शिवहरूको मूर्ति राखेको छ। त्यो हामी एउटा सबै ठाउँबाट देख्ने गरेर एउटा ठुलो भगवतीको मूर्ति राख्ने र त्यसको लगभग हामी आँकडा गर्दा 11 करोड जतिको चाहिँ महत्त्वाकांक्षी लक्ष्य राखेर चाहिँ गुरु योजना तयार गरिसकेको छ। सायद तपाईँले केही निर्माणको चाहिँ भौतिक निर्माणहरू चाहिँ आउने जेठभित्रमा अब राज्यले दिएको केही 1 करोड रुपियाँको पैसाबाट चाहिँ छिटै हामी सम्पन्न गर्ने चाहिँ तयार गरेर यो 1 करोड मध्येबाट हामीले गाउँपालिकामा आफू खैरीबाट यो छिम्केश्वरीतिर फड्केर आउने बाटोमा चाहिँ हामीले एउटा पुरातत्व विभागसँग सम्बन्धित गेट चाहिँ तयार गरिरहेछौँ। त्यो पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ र त्यसलाई चाहिँ हामीले कालीगढहरू पनि झिकाएर करिब यो जेठभित्रैमै सम्पन्न गर्ने एउटा लक्ष्य राखेका छौँ। अनि त्यसपछि हामीले यो माथि लाब्दीमा एउटा गेट छ, त्यसलाई नि पुरातत्व विभागकै अनुसार चाहिँ कङ्क्रिटको चकेर डिजाइन अनुसार चाहिँ गर्ने र यहाँ चाहिँ तपाईँको पार्टी बनाउने, त्यसपछि यो काटमाट गर्ने। पहिले चाहिँ तपाईँको अगाडिपट्टि थियो, त्यसलाई चाहिँ हामीले अहिले चाहिँ तपाईँको कसैले नदेख्ने गरेर यतापट्टि ब्याक साइडमा ल्याएर राखेका छौँ। यो सबै सुधार गर्छौँ। सकेसम्म हामी चाहिँ तपाईँको हाम्रो पहलमा हामीले सकेसम्म हामीले छिमेताली भ्याएसम्म गर्नेछौँ। त्यस कारणले गर्दा सम्पूर्ण देश विदेशमा रहनुभएका महानुभावहरूलाई हाम्रो यो कार्यमा चाहिँ सहयोग गरिदिनु न विनम्र अनुरोध गर्दछु। यति बेला भक्तजनहरू छिम्केश्वरी माई मन्दिरतर्फ आइराख्नु भएको छ र कतिपय पूजा अर्चना गरेर चाहिँ फर्किरहनु भएको छ। ल एकदमै राम्रो नानीहरू आउनु भएको छ है। कहाँबाट आउनुभएको तपाईँहरू? ल एकदमै सधैँ आउनुहुन्छ तपाईँहरू? ल कति राम्रोसँग है। कतिपय भक्तजनहरू चाहिँ यो घाम चर्कोको समयमा सँगसँगै हुँदै मन्दिरतर्फ अघि बढिराख्नु भएको छ। छिम्केश्वरी माई मन्दिरतर्फ लागिराख्नु भएको छ। यहाँबाट यहाँहरूले देख्न सक्नुहुनेछ भक्तजनहरू कोही पूजा अर्चना गरेर घरतर्फ फर्किँदै हुनुहुन्छ भने कोही पूजा अर्चनाको लागि चाहिँ मन्दिरतर्फ उकालो हिँडिराख्नु भएको छ।
आज फागु पूर्णिमाको दिन भएको हुनाले पनि रङ्गीचङ्गीमा रङ्गिएर युवा युवतीहरू रमाइलो गरिराख्नु भएको छ। कहाँबाट आउनुभयो भाइ? आज होलीको दिन पनि रह्यो होइन? ल ल ल रमाइलो गर्नुपर्छ। एक आपसमा रङ दलेर यहाँ एक आपसमा रङ दलेर रमाइलो गरिराख्नु भएको छ ह्याप्पी होली है। यहाँ चाहिँ आइसक्रिम यहाँ उकालोमा हिँड्न 1500सम्म पेपर गरिसक्नु भयो एकदम राम्रो काम गर्नुभयो उहाँले। हजुर कहाँदेखि आउनुभयो भाइ? हामी गोर्खादेखि आउनुभयो भनेपछि छिम्केश्वरी माईको चाहिँ दर्शन गरेर आउनुभयो। यहाँ बच्चा बोकेर आउनुभएको छ, उकालो छ एकदमै। यो चाहिँ छिम्केश्वरी माई मन्दिर जाने सिँढी हो। हामी चाहिँ सवारी साधनबाट करिब आधा घन्टाको समय चाहिँ हामी पैदल हिँडेर छिम्केश्वरी माई मन्दिर जान सकिन्छ। रमाइलो गरिराख्नुभएको छ। मन्दिर जान आउनुभएको आमा? कहाँदेखि आउनुभयो? हजुर गोर्खाबाट। ए हजुर मात्रै कि अरू पनि आउनु भएको छ? ए कहाँबाट आउनुभयो हजुर? तनहुबाट आउनुभयो भनेपछि छिम्केश्वरी माईको दर्शन गरेर आउनुभयो। ए ल हस् धन्यवाद। यो दृश्य छ यहाँ हेर्नुहोस्, कोही चाहिँ पूजा अर्चना गरेर तल गन्तव्य आफ्नो गन्तव्यतर्फ झरिराख्नु भएको छ भने कोही चाहिँ मन्दिरतर्फ उकालो चढिराख्नु भएको छ। यहाँहरूले देख्न सक्नुहुनेछ। मन्दिरतर्फ यसरी अघि बढिराख्नु भएको छ। अब यो सहरी साधनको यात्रापछि करिब हामी आधा घन्टाको चाहिँ यात्रा चाहिँ हामी पैदल यात्रापछि नै हामी छिम्केश्वरी माई मन्दिर पुग्न सक्छौँ, जुन तनहुकै अग्लो शिखरमा रहेको छ धार्मिक पर्यटकीय स्थल छिम्केश्वरी माई। र आज होलीको पर्व भएको हुनाले ह्याप्पी होली दाजु। मलाई पनि दलिदिनु भयो, हस् धन्यवाद। आज होली हाम्रो रङ रगनको चाहिँ पर्व होइन? ठिक छ। ए बच्चा बोकेर उकालो ठाडै उकालो छ। एक्लै हिँड्दा त एकदमै गाह्रो छ। यो ठाडै उकालोमा यो बच्चा बच्ची बोकेर हुन त झनै गाह्रो छ। हाम्रो नेपालीहरूको धार्मिक आस्थाको केन्द्र छिम्केश्वरी माई मन्दिरको लागि यात्रुहरू भक्तजनहरू उकालो चढिराख्नु भएको छ। कहाँदेखि आउनुभयो? भनेको चितवनबाट आउनुभएको छ हाम्रो दिदीबहिनीहरू। ए पहिला पनि आउनु भएको थियो? पहिलोचोटि हो? अब 15-20 मिनटमा पुग्नुहुन्छ। ल ल यस स्थानसम्म चाहिँ सवारी साधनको चाहिँ पहुँच रहेको छ भने यसपछि चाहिँ हामी पैदल हिँड्नुपर्ने हुन्छ। यहाँदेखि चाहिँ हामी पैदल करिब आधा घन्टाको समय कसिएर हिँडेपछि हामी छिम्केश्वरी माई मन्दिरमा चाहिँ पुग्न सक्छौँ। र कोही मन्दिरतर्फ जाँदै हुनुहुन्छ भने कोही
मन्दिरमा पूजा अर्चना गरेर चाहिँ फर्किँदै हुनुहुन्छ। यहाँहरूले देख्न सक्नुहुनेछ। यहाँ चाहिँ यो लाइले गुराँस संरक्षणको लागि चाहिँ जरिवानाको पनि व्यवस्था गरेको छ। यो फुल टिप्ने र हाँगा भाँच्ने कार्य नगर्न र गरेमा 1000सम्म जरिवाना भनेर पनि राखिएको छ। अब यस स्थानबाट चाहिँ हामी पैदल हिँडेर छिम्केश्वरी माई मन्दिरमा चाहिँ दर्शन गर्न जान सक्छौँ। त्यहाँ मिलेर है रमाइलो